Hello everyone, welcome to my first vlog. I hope it will be not my last vlog. आजबाट चाहिँ मैले भ्लग बनाउन स्टार्ट गरेको छु। दिनहरू चाहिँ यस्तरी बित्दै गयो कि कलेज कलेज गयो पढ्यो त्यसपछि आयो एकछिन रेस्ट गऱ्यो काम गयो फेरि आयो एकछिन रेस्ट गऱ्यो फोन चलायो सुत्यो अनि फेरि पल्ट एभ्री डे 19 गते चाहिँ फेरि खाइभएर सेम रिपिट भयो होइन। त्यही भएर अब केही गरौँ न त कति कलेज काम गरेर दिनहरू बिताएर नि अब फुर्सद टाइम पनि हुन्छ नि त उनीहरू जोसँग पनि होइन जति नै बिजी भए पनि अहिले त गर्दा यसो हप्तामा एक दुई दिन त ढिलै काम हुन्छ कहिले के हुन्छ फुर्सद टाइम त हुन्छ। अब त्यो टाइम चाहिँ यसो युटिलाइज गरौँ न न्यू जर्नी स्टार्ट गरौँ न भनेर चाहिँ होइन अन्त त्यसमा त अलि लाजवाब लाग्दो रहेछ लाग्यो त्यसपछि के फर्स्ट भ्लग ओके त्यसको कुरा गर्ने होइन तपाईँहरू पनि भ्लगिङ गर्नेहरूलाई फिल गर्नु भएको होला होइन। अनि आज चाहिँ मैले सिनाईतिर जाने काम पनि थियो त्यही भएर यसो भिडियो बनाउन भन्ने सोचले यो भिडियो बनाएको होइन। यस्तो कडा भ्यू चाहिँ इन्जोय गर्नु होइन। अच्छा पुग्न लागिसकेँ यहाँबाट चाहिँ तानेमासीमा भन्ने ठाउँ देखिँदो रहेछ होइन। त्यहाँ चाहिँ जापानको हरेक रकेटहरू लग्छ म तपाईँलाई भिडियो पनि देखाउँछु। वाउ भ्यू हेर्नु भ्यू इन्जोय गर्नु। जापानका हरेक रकेटहरू चाहिँ यहीँबाट लन्च हुने गर्छ। लास्ट टाइम डिसेम्बर 25मा चाहिँ H3को 8th रकेट लन्च गरेछ होइन। अस्ति चाहिँ अब जाने नगरा डिस्चार्ज हुने बेलामा सिपाही भएको थियो होइन, सक्सेस भएको थिएन। लन्च गरिसकेपछि सिपाही भएको थियो होइन। हरेक रकेटहरू चाहिँ यहीँबाट लन्च हुन्छ। तानेमासीमा भन्ने ठाउँ हो त्यो चाहिँ खाएको छ पनि। आज चाहिँ म यसको पारिपट्टि चाहिँ ठ्याक्कै फेरि हुने भने त सजिलो जान सकिन्थ्यो होला। अब नेक्स्ट टाइम चाहिँ त्यहाँ जानेछु म। कस्तो कडा छ हेर्नु न कस्तो राम्रो लाग्यो कि जङ्गल छ होइन। गाडीहरू पनि पातो नै हुँदो रहेछ अब भर्खर राइड गर्न थाल्थेँ यसरी गरेको कारणले गर्दाखेरि मलाई पनि गाडी चलाउनु एकदमै सहज लाग्थ्यो। हुन त हाइवेबाट जाँदा पनि हुन्थ्यो छिटो पनि हुन्थ्यो। अब थोरै पैसा चाहिँ त्यस्तो लाग्थ्यो 1000 जति लाग्थ्यो होला यहाँबाट जाँदाखेरि गाडी चाहिँ काटेको थियो त्यस्तै लाग्दिन्थ्यो। तर हाइवेमा चाहिँ अब 80 km/h स्पिडमा कुद्नुपर्ने हुँदाखेरि अब होइन कुद्नै नसक्ने त होइन। त्यही पनि अलिक बानी परे होइन त्यस्तो किनेको धेरै भइसक्यो होइन चल्न थाल्थ्यो होइन। त्यही भएर आज चाहिँ सितामिक्सी नै जाऊँ न के अरे इपान्दोहरू त्यहाँ छ इपान्दोहरू नै जाऊँ न भनेर भ्यू पनि राम्रो छ। अब यसो भ्लगिङ बनाउँदा पनि भिडियो बनाउँदा पनि भयो भन्ने हिसाबले गर्दाखेरि यो बाटोबाट आएको होइन। फर्स्टै कडा लाग्यो होइन हेर्न सक्ने यस्तो कडा भ्युज देखिँदो रहेछ। अहिले ठ्याक्कै नेपालका हाम्रो गाउँमा भुटिया जङ्गल थियो यति बाटोबाट कडा लाग्यो यो Every moment feels so right. I wanna put you on a pedestal, treat you like a cannibal. Maybe it's chemical, but I wanna keep you like a fucking collectible. How I